हो त्यसरी सिधा राखाइ हो त्यसरी नै पखाइ अहिले राख न तिम्रो पनि बाइकले अहिले मिलाउनु पर्छ ल अहिले चाहिँ हामी चाउमिन र चिया खाँदैछौँ यो चाउमिनले हामीलाई पुग्दो रहेछ यहाँ कुकुर पनि आयो यसलाई एउटा मासु दिनु ल ओइ झन्डै हट्यो पुरै क्लियर देखिरहेको छ है आँखाले भन्दा नि अझ आज क्यामेराले कस्तो दामी खिचिरहेको छ कि मेरो के हो यस्तो हचम यता चाहिँ सनसेट हुन लागिरहेछ आम्मामा नभेट्या भाइले मलाई मैले भाइलाई नभेटिरहेको छु Hey guys, what's up everyone? Welcome back to my new video. I hope हजुर सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै आरामै छु न्यू डे न्यू भ्लग अनि यहाँ देख्न सक्नुहुन्छ केही चेन्ज मेरो बाइकमा हैन अब बिगिनर्सहरुले चाहिँ भर्खर बाइक चलाएर चाहिँ उनीहरुले नोटिस गर्न सक्दैन प्रायलाई चाहिँ नोटिस भइसकेको छ मेरो यहाँ के चेन्ज छ भनेर अनि यहाँ भाइको बाइक छ हाम्रो भाइ यता छ हेलो भन्दै भाइ भ्लगमा अनि भाइको बाइक चाहिँ स्टक छ नि त पुरै अनि आज पनि मेरो स्टक त स्टक नै हो तर साउन्ड चाहिँ मोडिफाई छ है कतिलाई चाहिँ अब थाहा होला कसरी गर्ने भनेर हैन कतिलाई थाहा हुँदैन साउन्ड सुन्न सक्नुहुन्छ है माइलेज क्या घट्ने रहेछ नि यसले कस्तो घट्ने भने माइलेज नदिने रहेछ साउन्ड सुन्नुहुन्छ है लास्टै ब्यास पाल्दा ठुलो छ क्या लाउड लास्टै ठुलो फाल्दा साउन्ड यतिकै यो चाहिँ आइडलमा हो अनि यत्रै यो दुलो चाहिँ हाम्रो एनएसमा तलपट्टि पार्यो भने चाहिँ यो भन्दा लाउड कि यस्तै यस्तै आउँछ दामी आउँछ है यो त अति नै लाउड छ यार एकजोस हाले जस्तो छ क्या तिम्रोमा यो यस्तो आउँदैन नि तिम्रोमा यस्तो आउँदैन यो भन्दा राम्रो आउँछ ल यो साउन्ड होइन अब आज चाहिँ भिडियोमा साउन्ड सुन्न सक्नुहुन्छ मेरो होइन ल अब हामी निस्किन्छौँ जाउँ कुदाउनु चाहिँ अति मजा आउने हो होइन हजुरलाई पनि सुन्न आज भ्लगमा चाहिँ मजा आउँछ होला यार एक स्टपी दिउँ क्या यहीँ नदिउँ अहिले जोसेर फेरि सुरुमै बङ्ग्ल्याङ्ग लड्यो नि बिजोक हुन्छ तर यसरी हिँड्न चाहिँ क्या मजा आउने लास्टै लाउड यार बाइक ड्युक 250 को साउन्ड मोडिफाई हान्न चाहिँ एकदमै सजिलो छ है कतिपयलाई थाहा छैन होला केही गर्नै पर्दैन क्या एक्जस्ट सट्ट निकालिदियो साउन्ड लाउड आइहाल्यो लाइक एक्जस्टै एक्रापोबिक टाइपको त्यस्तै हालेको जस्तो आउँछ तर त्यस्तो विधि मिठो चाहिँ आउँदैन मिठो चाहिँ मिठै आउँछ है धेरै लाउड हान्यो भने चाहिँ अति प्यारो आउँछ होइन बिस्तारै हिँड्यो भने चाहिँ दामी नै सुनिन्छ क्या अब भाइको पनि बिस्तारै यत्रै लाउड बनाउनुपर्छ बिस्तारै माइलेज त नदिने तर यार बाइकले यार त्यतिको एक्जस्ट हालिसकेपछि त माइलेजै नदिने क्या अहिले 300 को रेन्ज देखाइरहेको छ होइन यो मैले एक्जस्ट हाल्दाखेरि चाहिँ लगभग 500 को रेन्ज देखाउँथ्यो क्या लगभग 200 रेन्ज चाहिँ कम गरिदिन्छु क्या एयर इन्टेक धेरै हुन्छ नि त एयर फ्लो पनि धेरै हुन्छ त्यही भएर तेल दिँदैन ध्वस्तै पार्छ अरे पैसा यसरी चाहिँ आज चाहिँ म धेरै बोल्दिनँ है साउन्डहरू मात्रै सुन्न सक्नुहुन्छ लाइक एकदमै माइकमा नि दामी नै सुनिन्छ क्या पहिलाको मेरो भ्लगमा हेरेको थिएँ अनि त्यही भएर आज यस्तो झिक्न मन लाग्यो क्या त्यही भएर झिक्दिएको
कहिलेको त्यस्तो साउन्डमा नि हिँडौँ न होइन। बेनेली हुँदा चाहिँ केही गर्नै पर्दैन क्या, यस्तो मिठो मजा आउँथ्यो कुदाउन साउन्डले गर्दा। तर यो पनि मिठो त मिठै नै छ। अनि हजुरहरूले कति पहिला अब चाहिँ हुन्छ नि, मैले मेरो यति काठमाडौँ भ्याली, भक्तपुर, ललितपुर यही एरिया मात्रै भ्लग भइरहेछ नि त, मलाई पनि बोरिङ भइरहेछ क्या। किनकि बाहिर जाउँ अब अन्त कतै जाउँ भन्दाखेरि काठमाडौँ भ्यालीमा ठाउँै छैन नि त, यही एउटै सेम हो। अनि अब चाहिँ मैले शनिबार भयो भने भाइ म अनि अरू को हुन्छ 3-4 जना भयो भने भयो, नत्र भाइ र म मात्रै भयो नि शनिबार चाहिँ बिहान मर्निङमा चाहिँ हामी कुलीखानी जान्छौँ। अनि खान्छ नखाएर फर्किन्छौँ है। धेरै भए चाहिँ कुलीखानी नगएको, अब कुलीखानी जानुपर्छ हजुरलाई लिएर। धेरैबाट नै उनीहरू लास्टै लाउडाउँछ यार। 4-5 हजार आरपिएममा मात्रै छु कि, लगभग 7-8 हजार हान्यो भने लास्ट ठुलाइदिने भने भाइ साउन्ड त। भाइले धरो हानिरहेको छ यार, 65-70 चाहिँ भाइ अझै स्पिडमा छ क्या। आम्मामा भाइले पनि डेन्जरै कुदाउनु भइसक्यो यार, भेट्दैन त भाइले त। हट कस्तो कुदाएको, उसको एबिएस छ क्या, ल्याम्पै ब्रेक हानिदिएर भने अघि झस्सँगै बनाइदिएर मलाई यार। आम्मामा नभेट्या भाइले मैले भाइलाई नभेटिरहेको यार। डर लाग्ने क्या, भाइले ल्याम्पै ब्रेक हानिदिइरहेको छ क्या अघिदेखि। अब चाहिँ भेटेँ, अब चाहिँ भेट्थ्यौँ है त। अब चाहिँ भाइलाई टक्क दिँदिनँ मलाई स्योर हो। अब चाहिँ कस्तो लाग्यो यार भाइले त। अब अहिले चाहिँ हामी यता माथि झन्डा पार्क जानु लाग्यो होइन, धेरै भए त्यहाँ नगएको नि। अन्त कता जाउँ हुने क्या, लाइक नयाँ नयाँ ठाउँ जाउँ भन्दा अब टाइम पनि मिल्दैन, टुर हानु भन्दा पनि टाइम मिल्दैन, काम हुन्छ है। त्यो सर्ट भ्लग हेर्नु होला, पछि म दामी ल्याइहाल्छु। अब शनिबार त म गइहाल्छु नि होइन। अनि भयो भने बिस्तारै चितलाङतिर पनि जानुपर्छ। चितलाङ चाहिँ म मेरो भ्लग गरेदेखि एकचोटि मात्रै हो क्या। नसक्ने रहेछ भाइलाई अहिले त यार, के हो यस्तो रकेट हान्छ त यार। भाइले के खाएर आज कस्तो कुदाएको यार। ल पानी गइसक्यो क्या अब चाहिँ बाइकमा। आम्मामा डराइकै रेस भएको जस्तो भयो त पुरै, अफरोड होइन। ओट माइलेज हेर्नु न यत्रो, मेरो लगभग 5 लाइन चाहिँ छ यार तेल, 5 लाइन 6 लाइन चाहिँ तेल होइन। 142मा देखेर चाहिँ क्या माइलेज त। लौ 4-5 देखाउनु पर्ने ठाउँमा भाइ। आजको भ्लग बवालै भयो त यार। हजुरले हेर्नु चाहिँ मजा आयो होला साउन्डले गर्दा आई गेस, मेरो विचारमा। जाँदा चाहिँ अब बिस्तारै नै जानुपर्छ। भाइले ल्याम्पमै ब्रेक हानिदिएर चाहिँ अघि। यो चाहिँ अब सबै काभ्रेस्थली नै बोलिन्छ यसलाई चाहिँ होइन। तलबाट चाहिँ पुरै काभ्रेस्थली गाउँ जाने बाटो छ। अनि यहाँ देख्न सक्नुहुन्छ भ्यू होइन। अझै यो अलिकति काठमाडौँमा अलिकति धुलो धुवाले गर्दा अलिकति भ्यू देख्दैन क्या।
नत्र बब्बाल देखिन्छ क्या। हाइट चाहिँ हाइटमै छ है, अझ झन्डा पार्क झन् माथि छ क्या। अनि मेरो अगाडि चाहिँ नम्बर प्लेट छैन नि त, अनि कतिपयले नम्बर प्लेट हाल्नु यताउता भन्दै थियो। मैले यो आफूले झिकेको होइन क्या, कतिले चाहिँ अब आफूले झिकेको सोचिरहेको होला, आफूले झिकेको होइन। मैले वास हान्दाखेरि वास हान्ने भाइले मेरो नम्बर प्लेट पुछिदिरहेको थियो। त्यो पुछ्दाखेरि चाहिँ मेरो नम्बर प्लेट नटसँगै नम्बर प्लेट निस्क्यो क्या। मेरो नट भन्दा त्यो पाल चाहिँ ठुलो छ, त्यही भएर लत्त त्यो नट चाहिँ पालबाट निस्किया भयो क्या। अनि त्यही भएर त्यो मैले हालेको छैन। फेरि हिँड्दा हिँड्दा फेरि झर्छ नम्बर प्लेट भनेर अब एक दिन मिलाएर हाल्नुपर्छ। पावर चाहिँ तर आउँछ यार, पावर चाहिँ आउने हो होइन यसरी, तर माइलेज चाहिँ लास्टै ड्रप हुने रहेछ यार। यो म हालिहाल्छु, मैले एक दुईवटा भ्लग बनाउनको लागि मात्रै यस्तो झिक्दिएको। कहिलेकाहीँ यसरी कुदाउनु नि मन लाग्छ क्या। हजुरहरूलाई नि यसरी कुदाएको देखाइदिउँ न भनेर होइन, हजुरहरूलाई नि साउन्ड सुन्न मन लाग्छ होला होइन। अब मलाई फेरि जतिखेर नि लाउड चाहिँ मन पर्दैन होइन, कहिलेकाहीँ भने यस्तो रमाइलोको बेला हो। ए फाइनली हामी आइपुग्यो। पसल ससलले खोले आएको छ यार अहिले त यहाँ, पहिला त्यस्तो केही पनि थिएन। यहाँ चाहिँ पसलहरू कस्तो नखोले क्या। अभी मेरो तेल त एक लाइन घटिसक्यो खै। कहाँ कहाँ कस्तो क्लियर भएको वेदर आज एकदम। तर हामी यहाँ झन्डा पार्क आइसकेका छौँ। अनि योभन्दा अगाडि म दुईचोटि मात्रै आएको छु मेरो भ्लग गरेर। अहिलेसम्म मैले 280-90वटा भ्लग बनाएँ, त्यतिमा चाहिँ म दुईचोटि मात्रै आएको छु। यो चाहिँ तेस्रो चोटि हुन्छ, धेरै महिनापछि आएँ म। वर्षै भयो कि महिनापछि आयो होला। अनि यहाँ चाहिँ आज कस्तो यो दिनै राम्रो थियो होइन। म दिउँसो आउँछु भनेको दिउँसो सुते भयो घरमा। अनि अहिले यसो बेलुका आएको एकछिन फ्रेस हुनको लागि घर आइपुग्यो। अनि मेरो बाइकको एक्जस्ट चाहिँ म भयो भने म आजै हाल्छु होला, किनकि तेल यस्तो खायो कि होइन। त्यहाँबाट मेरो घरबाट यहाँ त 1 लिटर नै होइन कि 1 लाइन घटेको के। अनि त्यो भनेको त कम होइन नि त, धेरै हो नि त। अनि यहाँबाट चाहिँ अब योभन्दा तल चाहिँ हाम्रो काभ्रेस्थली पर्छ। अनि यता चाहिँ हाम्रो हिमाल देखिरहेछ यहाँ होइन। कस्तो यो के अरे अलिअलि देखिन्छ, कस्तो क्लियर, डाँडा पनि क्लियर देखिरहेछ यतापट्टि। यता चाहिँ अलिक घुम्म भइरहेछ। कस्तो दामी देखायो यतापट्टि। ल यहाँ कस्तो दामी देखायो झन्डा चाहिँ। यहाँ चाहिँ ठुलो नयाँ हालेछ अहिले, नयाँ हालेछ न, च्यात्या थियो क्या होइन त। यहाँबाट तल गयो भने शान्तिधाम पुग्छ होइन है। तर म आएको छैन नि यो बाटो। कस्तो क्लियर देखेको भिडियो त आज। ल आजको यहाँको के भन्नु भ्यू देख्न सक्नुहुन्छ, यस्तो छ पुरै क्लियर देखिरहेको छ है। आँखाले भन्दा नि अझ आज क्यामेराले कस्तो दामी खिचिरहेको छ कि मेरो। के हो यस्तो अचम्म। यता चाहिँ सनसेट हुन लागिरहेछ। अनि अब हामी यता नि यहाँनिर के हो यो भान्जा खाजा घर रे। ए होइन रहेछ, खाजा घर मात्र हो होइन। लक्ष्मी महिलासम्म खाजा घर रे। यहाँ खाजा घरमा हामी खाजा खान्छौँ अनि निस्किनुपर्छ। हामी चाउमिन र चिया खाँदैछौँ। यो चाउमिनले हामीलाई पुग्दो रहेछ यार। यहाँ कुकुर पनि आयो, यसलाई एउटा मासु दिनु। ल ओइ झन्डै हट्यो। सो अलराइट गाइज, अहिले चाहिँ हामी त्यहाँबाट खाजा खाएर निस्किसकेका छौँ। अनि झन्डा पार्कको यही हो, पहिला पनि देखिरहनु भएको थियो। कति पहिला थाहा होला, बुढानी गर्न बस्ने मान्छेहरूलाई कति पहिला थाहा होला। अनि यहाँनिर होटेलको चाउमिन खाएको थियो, बेस्ट छ है। एकदिन हजुरहरू आउँदाखेरि नि त्यहाँ गएर खानु होला। अरू चाहिँ मैले खाइनँ, चिया र चाउमिन मात्रै खाएको।
हाफ प्लेट भएर मैले होइन, किनकि खाना त अझै पनि सक्थेँ, तै पनि घर गएर अब खाना त खानु पऱ्यो नि त, त्यही भएर बाहिरको धेरै खाएर हुँदैन। अनि त्यही हाफ प्लेट खाएको थियो, मिठो थियो है। यस्तो चाउमिन मोमोहरू चाहिँ एक्सपेन्सिभ ठाउँतिर यताउता भन्दा पनि लोकल ठाउँतिर खाएको चाहिँ बेटर लाग्छ मलाई टेस्ट है। अनि अहिले चाहिँ मैले ट्राइपडमा मोबाइल राखेर भिडियो गर्दैछु, हातमा छैन। आज चाहिँ यसो ट्राइपडमा राखी हेरेको। अनि अघि चाहिँ यतापट्टि छैन, पुरै हिमाल देखिरहेको थियो कि यतापट्टि, अघि मैले देखाएको थिएँ। हो त्यसरी सिधा राख है, हो त्यसरी नै है। अहिले राख न, तिम्रो पनि बाइक ल्याऊ, अहिले मिलाउनु पर्छ। ल बाई झन्डा पार्क, अब चाहिँ हामी घर जाँदैछौँ, आउँदै रहेछ। ल बाई। खै त मेरो बाइक त गियरमै न्युट्रल।